दसैँको लागि यहाँ मासु कटिङ हुँदैछ। गाउँघरतिर दसैँ यस्तै हो। मासु चाहियो भने त्यही अनुसारको दाम म 2 किलो नमस्कार कति हो को म त्यही दुधको लाउने भने त्यही होला तोड्न पर्ने नपुगे तोडौँला गर्नुपर्ने के बुढा ल मैले त खबर त बिहानै पठाएको तपाईँको लेखेको यताको लेखे आउँछ हो चाहिँ कसको यहाँको लेखिसक्यो नदन टुपी उखालिदिनु बहिनी नन टुपी उखालिदिनु के गर्न पर्यो नलेखे भएपछि टुपी उखालिदिनु 60-70 किलो छ भनेर भनेको हाम्रो लेख्नुमा तपाईँको त गइसके जस्तो अहिले भइसक्यो 2 किलो लेख्नु नमस्कार है। आरामै मान्नु पर्यो यार मेरो भाइ केले यत्र